चाहिँ नेपाल जसलाई सुन्नुहोस् न यहाँ तपाईँले चिप्किन्छ नेपाल जसलाई नेपाल जसलाई भन्दा फौज बसेको छ नि त के भन्नु ब्यारेक छ नि तपाईँ के त फौज बस्नु भएको छ तपाईँले गर्नु भएको छ होइन फौज बसेको छ केही सेक्युरिटी प्रब्लम छैन तपाईँ सेन्ट्री होला के होला के प्रब्लम केही नराम्रो भित्रको वाइल्ड लाइफको वाइल्ड लाइफ छ बाहिरको वाइल्ड लाइफ आगे भन्छ समस्या के भएको छ यो चिर पर्खाल राखेको ठिक हुन्छ अनि फेरि चिना पर्खाल हेर्नु चाहिँ कुनै पनि कुरा डिजास्टर हुनसक्छ यहाँ त्यो मैले मानिहाल्छु होइन मैले हजुरलाई मलाई चाहिने सचिन पोइन्टबाट चाहिने बिरुवा पर्न चाहिने हजुर यो कोरिडोरको बाटो चाहिँ पहिले खोलिदिनु पर्ने होइन किन नखोल्ने मैले सिस्टम मैले बुझाएको छु हेर्नु यो कोरिडोरको चाहिँ मापदण्ड हो कोरिडोरको मापदण्ड पब्लिकले पब्लिकहरूले चाहिँ स्थानीय जनताले चाहिँ आफ्नो जग्गा छोडेर कोरिडोर छोड्ने अनि अर्को निकायले चाहिँ राख्न मिल्छ जस्तो होइन मापदण्ड सबैलाई लागु हुन्छ एक किसिमको यो अहिले रोकिँदैन पुलिस हुँदाखेरि त रोकिँदैन यो डोजर रोकिँदैन किनभने मलाई आदेश स्पष्ट लिएर आएको छु मैले कन्फ्युजन भए सुन्नु होला यहाँको